नमस्ते सबैलाई हैन मैले एउटा भिडियो हेरेको थिएँ हाम्रो गृहमन्त्री सुदन गुरुङ सरको हैन के भन्दैछु भने चाहिँ हामीले आएको 3 महिना भरे के भएको थियो हैन भनेर एउटा भाइले उहाँलाई प्रश्न सोधेको थियो कि बिना पर्मिसनको उहाँले 2 तले 3 तले मस्जिद मदरसा बनाएको छ भनेर तपाईहरुले सुकमबासी हटाउँदाखेरि यो त भन्नु भएन कि अहिले हामीलाई 3 महिना भएको छ 4 महिना भएको छ भनेर सर पदमा बसेर त्यो वाहियात कुरा गर्न चाहिँ मिल्दैन है सुदन सर बुझ्नुभयो कि नै पदमा बसेर यो भन्नु भएन कि त्यो हामीलाई पनि थाहा छ पुरानो सरकार रानीको छोराले त्यो काम गरेको हो भनेर तर चाहिँ अहिले चाहिँ तपाईले नियन्त्रणमा लिने काम थियो बलि यो 5 वर्ष तपाई सरकार नेपालमा जागिरी उत्पादन नगर्नुस् चल्यो हामीलाई तर यी जिहादी रानीको छोराहरूबाट देश चाहिँ आजाद हुनु पर्यो 5 वर्ष सरकारले रोजगार नल्याउँदा पनि भ्याउँदैन चल्छ हामीलाई हैन यत्रो वर्ष दुःख खाइयो 5 वर्ष भन्ने सामान्य कुरा हो के आश गरेको छौं त आशलाई नमार्नुस् के सर बुझ्नुभयो कि नै र यस्तो वाहियात कुरा चाहिँ सुदन गुरुङ सरले दुबारा यस्तो कुरा चाहिँ नफर्काउनुस् के बुझ्नुभयो कि नै यो चाहिँ जहिले पनि भ्याइएन हैन र चाँडो भन्दा चाँडो यो खाते मुसलमानहरू जसरी भए पनि त्यहाँबाट बाहिर निस्किनु पर्यो तपाईलाई यत्रो मान्छेले भिडियो बनाएर हाल्दा तपाईहरु कानमा तेल हालेर बसेका थियो त्यतिखेर हैन नेपाली प्रहरी पनि कानमा तेल हालेर बसेका थियो अहिले चाहिँ हाम्रो गृहमन्त्री छ आछ यो विवाद त्यो विवाद भइराछ हामीलाई यो पनि थाहा छ सबै गर्ने यो पुरानो दलको पार्टीहरू हुन् तर जे गरे पनि उनीहरूले हिन्दू मुस्लिम चाहिँ गर्नु थियो न त्यो पनि म हाम्रो सम्पूर्ण नेपालीहरूलाई के भन्न चाहन्छु भने चाहिँ तपाईहरुले उनीहरूलाई सुनको डुलामा बसाएर पनि खाना खुवाउँदाखेरि पनि उनीहरू कहिले आफन्त हुन्न के उनीहरूले आफ्नो जात जनाएरै छाड्छ खातेको जात हो कि उनीहरूको खातेको बुझ्नुभयो कि नै त्यही भएर मुस्लिमहरूबाट 100 कोस टाढा हुनु बुझ्नुभयो कि नै म यो भन्दैन कि सबै गलत हुन्छन् भनेर तर सबै पनि सही हुँदैन 100 मध्ये 10 जना सही होला तर 90 चाहिँ गलत हुन्छ बुझ्नुभयो कि नै त्यही भएर चाँडो भन्दा चाँडो त्यसको निकास गर्नुस् र देश बाहिर निकाल्नुस् तिनीहरूलाई